गर्दाखेरि चाहिँ यसलाई केमा लान सक्छौँ यसलाई होल स्क्वायरको फर्ममा लान सक्छौँ कसरी होल स्क्वायरको फर्ममा लान सक्छौँ हेर्नु है त यहाँ हामीले के गरे हैन यो 1 पनि +1 थपेछ यो -1 थपेछ भनेपछि +1 र -1 कट भएर के हुन्छ आखिर यो नै हुन्छ तर हामीले 1 चाहिँ किन थपेको भने यसलाई चाहिँ होल स्क्वायरको फर्ममा लगेर माथि लान सकिन्छ र तलको डेरिभेटिभ के हुन्छ माथिको बनाउन सजिलो हुने भएकाले गरेको है हेरौँ कसरी किन गरेको अब यहाँ थाहा स्क्वायर x प्लस cos स्क्वायर x बाकी त जस्तो 2 sin x अनि cos x अनि के भयो -1 ठीक छ यो ठीक छ है अनि के भयो dx अब यहाँबाट अगाडि हेरौँ अब यहाँबाट के गरौँ भने जस्तै cos x minus sin x अपन अब यो sin स्क्वायर x प्लस cos स्क्वायर x प्लस 2 sin cos x भनेको यो चाहिँ तपाईहरुको sin x प्लस cos x को होल स्क्वायर फर्ममा जान्छ कि जाँदैन जान्छ नि हेर्नुस् है त इफ हामीले यसलाई sin स्क्वायर x लाई a स्क्वायर यसलाई चाहिँ b स्क्वायर अनि यसलाई चाहिँ 2 sin x भनेको a भयो यो भनेको b भयो भनेको यसलाई a प्लस b को होल स्क्वायर भनेको तपाईहरुको sin x प्लस cos x को होल स्क्वायर को फर्ममा लान सकिन्छ कि सक्दैन अब होल स्क्वायर को फर्ममा कति जति मात्रै गयो यहाँ देखि यहाँसम्म मात्रै गयो -1 होल स्क्वायर को फर्ममा गएको छैन है -1 भयो अब यहाँ धेरै रुट अन्डर छ यो रुट अन्डर पनि राखिदिउँ है यो रुट अन्डर छ ल यहाँ ठीक छ यो रुट अन्डर भित्र हो है तलको है अब यहाँसम्म ठीक छ यहाँसम्म बुझ्यो होला अब हामी के गरौँ भने अब हामीले हेर्नुस् त अब यहाँनिर अब पुट अहिलेको जस्तै गर्न सजिलो हुन्छ कि हुँदैन हेर्नुस् है पुट गर्न सजिलो हुन्छ कि हुँदैन जस्तै अब यहाँ के गरौँ sin x प्लस cos x = y पुट गरौँ अब यो तल्लापट्टिको डेरिभेटिभ गर्दाखेरि के हुन्छ माथिल्लापट्टिको आउँछ त्यसपछि हामीलाई के हुन्छ अब गर्न सजिलो हुन्छ त्यही भएर चाहिँ हामीले किन यहाँ 1 थपेको अब बुझ्नु भयो नि 1 किन थपेको भने यसको स्क्वायरको फर्ममा लगाइसकेपछि अब यसको डेरिभेटिभ राख्छौँ यसको डेरिभेटिभ गर्दाखेरि माथिको डेरिभेटिभ आउँछ र यो तपाईहरुको राख्दाखेरि चाहिँ के हुन्छ हामीलाई एन्सर निकाल्न सजिलो हुन्छ र यसरी गरिन्छ है ठीक छ अब हेर्नुस् sin x को डेरिभेटिभ के हुन्छ थाहा छैन sin x को डेरिभेटिभ हुन्छ cos x सिधा यसरी बिचमा डिफरेन्शिएटिङ विथ रेस्पेक्ट टु x sin x के हुन्छ cos x हुन्छ cos x के हुन्छ माइनस sin x हुन्छ dy के हुन्छ y के हुन्छ dy अपन dx अब हेरौँ यो x लाई dx ले यता ल्याइदियो के भयो cos x minus sin x dx = dy अब यसले इक्वेसन आई मानिरहेछ हेर्नुस् है त अब यहाँबाट यहाँ के आयो cos x minus sin x dx = dy cos x minus sin x dx = dy भनेको यो फ्रम इक्वेसन आई बाट गर्यो भने अब तपाईहरुको इंटीग्रेसन अफ यो सबैको ठाउँमा के लेख्न मिल्यो dy लेख्न मिल्यो sin x plus cos x को होल स्क्वायर को ठाउँमा के लेख्न मिल्यो sin x plus cos x लाई हामीले के लेख गरेछ y लेख गरेछ भनेपछि यसलाई के लेख्न मिल्यो y स्क्वायर माइनस के लेख्न मिल्यो 1 लेख्न मिल्यो अब यसको फर्मुला थाहा छ कि छैन यो के हो रुट अन्डर भित्र छ रुट अन्डर भित्र यसको फर्मुला सबैजनालाई थाहा होला है यसको फर्मुला हुन्छ log y plus root under y square minus 1 plus constant term c यो चाहिँ फर्मुला कन्ठ गर्नुपर्छ हैन यो चाहिँ मैले तपाईहरुले यस्तो हुन्छ जस्तो भन्ने हैन यो भनेको इंटीग्रेसन अफ dx अपन रुट अन्डर x स्क्वायर माइनस